वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश 2082 माघ 6। कर्जा दुरुपयोग गर्न नहुने। कर्जा लिने व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा मात्र कर्जा प्रयोग गर्नु पर्दछ। तोकिएको प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्नु वा गराउनु हुँदैन। कर्जा दुरुपयोग गर्नुलाई बैंकिङ कसुर तथा सजाय ऐन 2064 बमोजिम बैंकिङ कसुर भएको मानिन्छ। यदि कसैले यस्तो कार्य गरेको उक्त ऐनको दफा 15 को उपदफा 2 मा भएको व्यवस्था अनुसार बिगो भराई, बिगो बमोजिम जरिवाना तथा कसुर मात्र अनुसार कैद सजाय समेत हुन सक्छ। सचेत रहौं, आफूले लिएको कर्जा सदुपयोग गरौं, बैंकिङ कसुरबाट जोगियौं। धन्यवाद।